आज चाहिँ भाइटिका हो। यहाँनिर कलरहरू अचम्म लाग्यो कि आजकल त भाइटिकाको कलर पनि नि 5वटा मात्रै आउँदैछ। 5वटा पनि यो त अब यो भइहाल्यो होइन। यो एउटा 2टा 3टा मात्रै आउँदो रहेछ कलर। म छक्कै परेलु। एउटा कलर छैन त्यहाँ। ग्रीन कलरहरू कहाँ छ? ग्रीन हुन्थ्यो, पिङ्क हुन्थ्यो, यस्तो लुटारहरू। आज त्यो मात्रै होइन, मलाई सलेतोमा हुन्छ नि यो के अरे यो सलेतोमा पनि पुरा लुटेको छ योपालि चाहिँ कि। त्यो बिच गलीमै किन्नु चाहिँ मैले त्यहाँ जहाँ चाहिँ उयोहरू छ नि, दोकानहरू छ नि, त्यहाँनिर पूजाको सामग्रीहरू पर्ने दोकान छ नि, त्यहाँनिर चाहिँ मैले यो सलेतो किनेको होइन। यो सलेतो बाल्दाखेरि चाहिँ नि त्यो के अरे त्यो लुगा डढेको जस्तो हुन्छ नि, नाइलनको लुगा डढेको जस्तै यस्तो डुप्लिकेट। दाम पनि अब दाम अनुसार दाम पनि 25 रुपियाँ कि समथिङ कति रुपियाँ भनेर भन्यो होइन। ठिकै छ नि त, दाम त जतिसुकै भए पनि चिज त राम्रो बेच न होइन। तपाईँहरूलाई पनि यस्तो भएको भएन। योपालि चाहिँ म एकदमै डिसएपोइन्टेड भइरहेको छु त्यो दोकानेहरूसँग पनि। अन्त आज मैले फेरि अर्को ल्याएँ होइन, यो नयाँ अर्को ल्याएँ। यो पनि अब बल्नु चाहिँ बल्दैछ, हेरौँ। अन्त आज चाहिँ हो फ्रेन्ड्स भाइटिका होइन। अन्त आज चाहिँ मेरो आमाहरू, अन्त मेरो दिदीबहिनीहरू, अन्त मेरो दाजु आउँदैछ होइन मलाई भेट्नु। अन्त त्यही भएर चाहिँ म चाहिँ यहाँ बसिरहेको छु होइन, रेडी भएर बसिरहेको छु। अब कति बेला आउनुहुन्छ त्यो चाहिँ थाहा छैन होइन। अन्त मेरो दाजुहरू आउनुहुन्छ नि, दाजु भाइटिका लाउनु। दुश्मन केही नलागो, सबसँग बचाउँदेऊ। बस्दै गर ल। बल्ल आइपुगेछ यहाँ मेरो माइती राजाहरू चाहिँ। बे कस्तो रसमा, त्यो पनि रसमा। हेलो रसमा है त्यसो गर्नु अझै हाम्रो झन् उयो पो गर्दै। पहिला पहिला त मानाले पर्थ्यो। फुलै छ, ठिकै छ हौ। 5 पल्ट गनेर गर्थ्यो 35 पल्ट कि। हुन्छ, यो पनि आएछ आज चाहिँ भाइटिका मान्नु, बहिनी पनि हो। अन्त यसले मलाई लगाइदिन्छ अरे, लगाइदिन्छ अरे हो। अन्त आइ भनिदेऊ। आजको कुक चाहिँ उहाँ हुनुहुन्छ है, टप्पै बाबाले गर्नुभएको। आज जति पनि आइटमहरू पाएको छ नि सबै। अब यति बेला चाहिँ जति पाए ढोक्नु अरे नि त। हजुर, अनि लोड निकाल न यो आउँथ्यो। हौ त्यसरी यस्तो गर न, यस्तो गर अलि त्यो ओखरमा हालिराख्दा त लु बाहिर गर। होला पहिला जसरी भन्नु यतापट्टि कुममा उतल घुँडामा त्यसो गरेर आफै ढोक। माला ढोक न भनेको। खै सक्नु खै गर्दै फ्याङ्दै त्यही फ्याङ्नु। 3 पल्ट होइन मम्मी, 3 पल्ट है। खान्छु नखाउ ल। अब चाहिँ दिनु होइन खानु। त्यहाँदेखि चाहिँ यो सक्नु भाउ पनि खा ल। खै मलाई चाहिँ लगाइदिँदैन स्टिक। यो त के भयो आज? अम्बो कत्रो खुवाइदियो। ल आइज भन। त्यो त उसिनेको अन्डा पनि ल्याइदिउँ। हुन्छ बाबा, एकछिन मजाले खानु नि, खानु पर्यो।
म चाहिँ आमालाई ल्याउन आइरहेको छु हो किङ बजारसम्म आउनु भएको थियो नि त तल बदमताम गएर आज अन्त हामी चाहिँ फर्किँदैछ घर हो दुईजना आमा छोरी आज चाहिँ मेरोमै बस्छ नि त आमा थाकि पनि राख्छ कि त्यही भएर यता हेरिदिनु न हेलो भनिदिनु न हाई हाम्रो किङ बजारबाट चाहिँ यस्तो देख्छ है भ्यू हाँ मन पर्यो सरप्राइज मैले झुकाएको थिएँ नि त आमा सिधै गयो भनेर मम्मीलाई सरप्राइज फोन गर्दै थियो हो बुहारी त त्यही छ भनेको चाहिँ काका खै अङ्कनेको जस्तै गरेको रहेछ त्यसो भएदेखि अहिले भन्दा अङ्कले पुरा सरप्राइज भिजिटिङ सम्झिनीहरू चाहिँ यहाँ बसेर बात मार्दैछ हो 1 बजीतिर त कस्तो भोक लागेको नि तर तपाईँलाई खाना टर्यो नि त मेरो आमाको लागि चाहिँ आइटम बनाइदिएको थियो कि खाँदिनँ पो भन्छ भोलि बिहान खान्छ अरे 1 बजेको थियो नि है आजको आमाको मर्निङको ब्रेकफास्ट चाहिँ यी मैले कर्ची मर्ची राखिदिएको थिएँ नि त हो कर्ची मर्ची र रोटी पनि 2टा मात्रै खान्छु भन्दै थियो मैले 3टा खानु भनेर भनेको कम्ती खान्छ नि त आमाले चाहिँ खानु है मजाले अस्ति मैले बनाएको कर्ची मर्ची मिठो भएको छ हो म चाहिँ यहाँनिर बिरयानी टेस्ट गर्नु आँटेको छु होइन यो बिरयानी चाहिँ हिजो मम्मीको माइतीले ल्याइदिनु भएको उत्सव बिरयानी हाउसको हो यो चाहिँ एकदमै मिठो बनाउनुहुन्छ नि त त्यहाँको चाहिँ रिभ्यू एकदम राम्रो छ नि त हो बिरयानीको अन्त यो चाहिँ मैले खानु सकिनँ नि त हिजो त्यही भएर आज खानु आँटेको अन्त यो चाहिँ फ्रिजमा हालिरहेको थिएँ नि त मैले चाहिँ बिग्रिन्छ भनेर लेट्स सी कस्तो छ यसको टेस्ट मिठो चाहिँ मिठो हुन्छ चाहिँ खोलिन्छ कि होइन यसको टेस्ट यसको हुन्छ नि फ्रेग्रेन्स यसको स्मेल नै यति मिठो आउँदैछ अब यसलाई चाहिँ म तताउँछु अन्त खान्छु अन्त रिभ्यू दिन्छु ल तपाईँलाई बिरयानी टेस्ट गर्दैछु है फ्रेन्ड्स मैले चाहिँ उत्सव बिरयानी हाउसको बिरयानी कस्तो दामी छ मिठो कतिमा चाहिँ ए1 कहाँ मिठो रहेछ है मम्मी मिठो रहेछ हौ बिरयानी म त बिरयानी खाएर रोटी पनि स्किप गर्दैछु है फ्रेन्ड्स तिनीहरूलाई त यो ट्याम पनि लाग्दैन है बनाइदिन आँटेको छु मकटेल बनाउन आँटेको छु मकटेल त्यसको लागि चाहिँ यहाँ मैले आइस हालिसकेँ हो फ्रेन्ड्स अनि आइस हालिसकेर चाहिँ अब के हाल्नुपर्छ भन्दाखेरि चाहिँ मम्मी आई एम मेकिङ भिडियो यो चाहिँ हो तपाईँको पुदिना हाल्नुपर्छ हो पुदिना हाल्नुपर्छ त्यसपछि के हाल्नुपर्छ भन्दाखेरि चाहिँ स्प्राइट हाल्नुपर्छ यसमा हाल्नुपर्छ तपाईँको स्प्राइट हाल्नुपर्छ हो स्प्राइट हालिसकेपछि चाहिँ नि के हाल्नुपर्छ भन्नुहोस् त साथी हो माथिबाट निम्बु छर्किदिनुपर्छ लेमनको झोल हाल्नुपर्छ रस हो निम्बुको रस हालिसकेपछि चाहिँ यसलाई यसरी घोल्नुपर्छ है यसरी पुरा हल्लाउनुपर्छ यसरी घोल्नुपर्छ हो कतिले त एक्स्ट्रा सुगर पनि हाल्छ म चाहिँ एक्स्ट्रा सुगर चाहिँ हाल्दिनँ किन भन्दाखेरि यहाँ अलरेडी सुगर हुन्छ नि त त्यही भएर हो यस्तो भयो होइन मजाले घोल्नुपर्छ तपाईँहरूले यदि गुलियो खानु मन पर्छ भने चाहिँ यहाँ सुगर एड गर्दा पनि हुन्छ हो तपाईँको इच्छा हो हेर्नुहोस् त कस्तो भयो My drink is ready. Now I'm going to serve to my dearest mothers. Ho, 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 ho. Take it. Take it. Take it. ज्यादा चाहिँ नदिएको ठिक्कैको फेरि आइसले फेरि घाँटी दुख्छ नि त फेरि हो रिभ्यू दिनु त कस्तो भयो दामी तपाईँलाई कस्तो लाग्यो
गरममा बनाइदिएको नि गरम छ नि त त्यही भएर खाएको नभए चाहिँ खान्थिनँ हो मलाई चाहिँ फेरि डम्सी भएको यस्तो खानु हुँदैन फेरि सिसा मेट्नै भएछ बाबा मेरो आमालाई आज लन्चमा चाहिँ छ खसीको मासु रुख टमाटरको अचार र यो टाउको सुप सँग चाहिँ मेरो आमाले भात खानु हुँदैछ है आजको लन्च भनौँ न म आएको आमालाई डुलाउनु ल्याएको हिँड्नु आमा अगाडि यहाँ चाहिँ भकटे देखेर आमा तर्सिँदैछ कत्रो भकटे हौ भन्दैछ दुईजना सम्धिनीहरू चाहिँ हामी चाहिँ उपर डाँडामा जाँदैछ हाम्रो गाउँ चाहिँ यता साइड हो हामी चाहिँ आमालाई उपर डाँडा छ नि त मजाको कि त्यहाँ लाँदैछ हो अब खाने बित्तिकै नसुत्नु भनेको नि त मन चाहिँ अब खसीको मासुहरू खाएको छ डाइजेस्ट हुँदैन भनेर चाहिँ डुलाउनु ल्याएको दुईजना बात मार्दै जाँदैछ आमालाई चाहिँ हामी यहाँ कमानबारी ल्याएको नि त हो डुलाउनु मजाको छ नि त यहाँ जग्गा चाहिँ पहिला मलाई फर्स्ट डुलाउनु चाहिँ यहीँ ल्याएको थियो मेरो हस्बेन्डले पनि हाम्रो चाहिँ यहाँनिर डाँडा छ कि भन्थ्यो भरे कुन चाहिँ डाँडा भनेको थियो डाँडा भनेको रहेछ एकदम पिसफुल इन्भाइरोमेन्ट छ नि त एकदम मजा आउने लु बस्ने एकछिन त्यहाँदेखि उहाँ जानुपर्छ यही हो डाँडा चाहिँ तर यहाँबाट चाहिँ मजाको भ्यू देख्छ नि त फ्रेन्ड्स चारै दिशा क्या मजाको भ्यू देख्छ बस्नुहोस् तपाईँहरू यहाँबाट चाहिँ यस्तो छ रोडहरू होइन यस्तो छ डाँडा हो यहाँ दुईजना थाकेर बसिरहेको छ हो रोड छ बेनेक बोनहरू माथि माथि सबै देख्छ नि त्यहाँबाट चाहिँ आउनु न यहाँ आउनु न यहाँ बस्ने जग्गा रहेछ सम्म परेको हजुर हजुर यहाँ हेर्नु न यस्तो दामी छ होइन तल 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 पारिको भ्यूहरू यति राम्रो देख्छ यहाँबाट चाहिँ हो आमा र मम्मी चाहिँ त्यहाँ छ आउनु न भनेको कि हामी चाहिँ अब उयो रोड जाने अब हामी चाहिँ हो हामी चाहिँ रोड आइपुग्यौँ जाँदैछ मेरो मम्मी र अर्को मम्मी जाँदैछ हो यो बाटो चाहिँ कहाँ पुग्छ भन्दाखेरि चाहिँ तपाईँको यो बाटो चाहिँ कहाँ पुग्छ भन्दाखेरि चाहिँ गेलोनटार हनुमान डाँडाहरू जाने बाटोहरू हो कसलाई थाहा छ है यहाँनिर चाहिँ यहाँ पनि छ गाउँ कि एक दुईवटा घर मात्रै छ तर पनि आमाले चाहिँ के भन्छ पानी त पुरा रहेछ तपाईँ त प्रशस्त रहेछ भन्छ देखो रहेछ यहाँ चाहिँ यहाँ हेर्नुहोस् त पानी त दामी छ नि यहाँको पानी के भ्यू चाहिँ दामी देख्छ यहाँ हामीले खाने पानी पनि यतै भएको है मम्मी उयो माथि हो हामीले खाने पानीको मन पनि देखाउँछु ल तपाईँलाई साथी हो यहाँ चाहिँ पत्तीहरू तौलिने ठाउँ हो जग्गा जग्गामा यस्तो देख्नुहुन्छ नि तपाईँले कमान साइड त्यो चाहिँ पत्ती तौलिन्छ यहाँ चाहिँ खाजा खानेले खाजाहरू खाएर यहाँ जुरुप्पै भएर मजाले बसेर खाना खान्छ यहाँ चाहिँ के हेर्ने भन्दाखेरि नानी हेर्ने जग्गा हो मम्मी हो ए कमानको नानीहरू ल्याउँछ नि यहाँ राख्छ अरे हेर्छ अरे अब यहाँनिर नानीहरू राखेर हेर्छ आमाहरू चाहिँ थाकेछ अब एकछिन यहाँ बस्नुहुन्छ अरे हो म पनि एकछिन बस्छु हाम्रो चाहिँ यहाँ गिङ टी स्टेट होइन अन्त त्यस्तो छ म पनि आउँछु बिहान बिहानै वकिङमा भाइहरूसँग यहीँ आउँछु त म पहिला कोही बेला भाइहरूसँग वकिङमा थाक्यो मम्मी थाक्यो अरे हामी चाहिँ यहाँको भ्यू हेर्दै यो चिप्स खाँदैछौँ कि यो चिप्स यस्तो मिठो रहेछ घरमै बनाएको अर्ग्यानिक रहेछ अब हुन्छ नि यस्तो मिठो रहेछ हौ यो चिप्स
चिप्स खा मिठो लाग्यो कडी पत्ता टेक इट कस्तो मिठो रहेछ हौ चिप्स मिठो लाग्यो मगाउँ ल यो चिप्स अझै छ अरे त्यहाँ म्यासेज सुन्यो होला नि ट्युसन लाग्छ है आज ए ल ट्युसन लाग्छ है आज ट्युसन लाग्छ है मैले भनेको छु नि तिमीहरूलाई रेसोर्ट पनि छ हो यो रेसोर्टमा चाहिँ पुरा सुटिङहरू हुन्छ अस्ति हुमाको रेसीहरू पनि आएको थियो यहाँनिर सुटिङ गर्नु हाम्रो गिङको सबै देखाइदिएको थियो यहाँनिर हामी डुल्दै रेसोर्ट छ यहाँनिर रेसोर्ट जाने बाटो चाहिँ यो हो हामी चाहिँ अब जाने यता आमा तपाईँलाई कस्तो लाग्यो यहाँको मन पर्यो बाटो चाहिँ अब त्यस्तो राम्रो चाहिँ छैन बाटोको कन्डिसन बनिन्छ तर होइन होप फर बेस्ट भनौँ न दुईजनाको खसीको मासु पच्यो अन्त आमा खसीको मासु पच्यो अब चाहिँ पच्यो होला है अब हामी चाहिँ माथि जान्छौँ त्यहाँदेखि आन्टीको घर जान्छौँ त्यहाँ चियाहरू खान्छौँ त्यहाँदेखि घर फर्किन्छौँ कोठीभित्र चाहिँ यस्तो हुन्छ है कोठीभित्र चाहिँ यस्तो छ फ्रेन्ड्स भ्यू आमाहरू चाहिँ थाक्यो अरे कि यता हेर्नुहोस् त थाक्यो अब माथि बस्नुपर्छ हो हिँडाकै हो नि त साथीहरू मैले आमाहरूलाई कि अब मासुहरू खान्छ हो मटन डेली खुवाइ छ अब फेरि हिँडेन भने त कसरी डाइजेस्ट हुन्छ भन्नुहोस् त प्रेसरहरू हुने डर हुन्छ नि त त्यही भएर चाहिँ मैले हिँडाएको दुईजनालाई हिँडाएको कि थाक्यो भन्दैछ हामी चाहिँ यहाँनिर एकछिन भिडियो पनि गरिदिन्छु ल तपाईँहरूको रिल्स बनाइदिन्छु ल हामी चाहिँ यहाँ आइपुग्यौँ होइन यहाँ तलबाट हिँड्दै आएको यहाँनिर अब भिडियो साह्रै लेन्दी हुन्छ होला कि त्यही कारणले गर्दाखेरि चाहिँ यो भिडियो चाहिँ म यहीँ एन्ड गर्छु अनि भोलिको भिडियो पनि आउँछ होइन फ्रेन्ड्स भोलि चाहिँ हामी माथि घर जान्छ सबैजना फ्यामिली हो बाई भनिदिनुहोस् न सी यु इन नेक्स्ट भिडियो भन्नुहोस् भन्न